ल रेकर्ड पनि भयो। सो सानो राइड पछि म यो ठाउँमा आएको छु। यो चाहिँ काठमाडौँको वेस्ट बोर्डर हो र यो बाइकको साथमा आएको छु म, जोन्टिस 150। सो यो बाइक चाहिँ मैले आफ्टर 6 months आम राइडिङ इट र 6 monthsमा चाहिँ कन्डिसन यस्तो छ, एभ्रिथिङ इज गुड एक्सेप्ट द हर्न यो काम गरिरहेको छैन राम्रोसँग। सो यो चाहिँ म देखाउँछु सर्भिस सेन्टरमा। अदर देन द्याट एभ्रिथिङ इज वर्किङ पर्फेक्टली। इभन यो बाइकमा चाहिँ मैले कोरोजनको समस्या पनि भेटिनँ है, किनभने मोस्ट अफ द कम्पोनेन्ट्स आर मेड आउट अफ अल्मुनियम, त्यही प्लास्टिक फाइबर्स होइन, र स्टेनलेस स्टिल। सो कोरोजनको समस्या भएन। इभन द ट्याङ्क भनौँ न ग्याल्भनाइज्ड स्टिल भएको कारणले गर्दाखेरि है। सो लेट्स गो नाउ। मजाले हुस्सुहरू लागेको छ। ओहो कुकुर यार, अघि मलाई झन्डै लडाएको थियो यार कुकुरले। सो यसो गरौँ, त्यहाँबाट फर्कौँ अनि यताको बाटो चाहिँ अफ रोड छ, अफ रोडतिर नजाउँ, त्यहीँबाट फर्कौँ। एउटा यसको प्रब्लम चाहिँ यो हुन्छ नि, ह्यान्डल मजाले घुम्दैन क्या। यसलाई ठुलो ठाउँ चाहिन्छ घुमाउनलाई, अरू बाइकहरू जस्तो स्वाट्ट घुम्दैन। एउटा हुन्छ नि एउटा ड्रब्याक भनौँ न। सो यता मजाले हुस्सु लागिरहेको देख्न सक्छौँ है। एकचोटि अफ गरौँ। सो त्यहाँ काम भइरहेछ बाटो कन्स्ट्रक्सनको। मासतिर के जानु, ल जाउँ अब घरतिर। ल बाइकको बारेमा पनि छोटो छोटो कुरा गर्दौँ। यदि तपाईँहरूलाई यो बाइकको बारेमा जान्नु मन छ भने, एउटा युजर एक्सपिरियन्स, ओनरसिप एक्सपिरियन्स जान्न मन छ भने डु लेट मी नो है। मोर देन 3 years भएको छ मैले यो ओन गरेको, र क्विकली एउटा सानो रूपमा चाहिँ ओनरसिप एक्सपिरियन्स भन्नुपर्दाखेरि चाहिँ इट्स गुड है। मजाले हुस्सु लाग्यो यार। र मैले यो बाइक चाहिँ आफ्टर 6 months 6 months होइन 7 months कुदाउँदैछु। आई वाज इन मिडल इस्ट फर पास्ट 7 months र आफ्टर 7 months आउँदाखेरि पनि यो बाइक चाहिँ गुड कन्डिसनमै छ है। तलबाटै जाउँ, कता कता बाटोहरू पनि भत्किएको रहेछ। आरामले क्रुज गरेर जाउँ। धेरैजना चाहिँ यो बाटो आएको हुनुपर्छ। सीता पाइला हुँदै धार्के जाने बाटो हो यो। पहिला नागढुङ्गा हुँदै जान्थ्यो, जुन पोखरा होइन पश्चिम साइडको ठाउँहरू जानु पऱ्यो भने। तर अहिले धेरै जस्तो यो बाटो पनि जाने गर्दछन्। नागढुङ्गामा पहिरो गइसकेपछि यो बाटो चाहिँ एकदमै वैकल्पिक बाटोको रूपमा चाहिँ प्रयोग भएको थियो। अहिले धेरैलाई थाहा छ। पहिला यो बाटो एकदमै खाली हुन्थ्यो कि, अहिले चाहिँ अलिक बिजी हुन थालेको छ। आज चाहिँ शनिबार भएर ट्राफिक ठिकै छ, त्यति धेरै छैन। माथि त हुस्सु लागिरहेछ, यता चाहिँ छैन।
मिडल इस्टमा चाहिँ अहिले एकदमै गर्मी छ, जुन जुलाई गर्मीको पिक हुने टाइम हो। पानी पनि पर्दैन है, अनि त्यस्तो हार्स छ क्या त्यहाँको वेदर, एक्सट्रिमली हट। यहाँको चाहिँ अलिक ह्युमिड भए पनि स्टिल फार बेटर देन द वेदर इन द मिडल इस्ट। हामी चाहिँ वी आर ब्लेस्ड टु बी बोर्न इन दिस कन्ट्री क्या। अलिकति फाइनेन्सियल कुराहरूमा चाहिँ अलिकति च्यालेन्जेस स्ट्रगल छ, बट है अरूको देश हेरेर हाम्रो देश धेरै राम्रो। Let's slow down. यस्तो हर्न चाहिँ अलिकति काम गरायो। यो बाइकको साउन्ड चाहिँ एकदमै स्मुथ छ, सानो, अनलेस यो रेभ इट है। रेभ गरेर चलायो भने चाहिँ फेरि साउन्ड एकदमै मजाको ठुलो र बेसी छ है। अहिले बिलो 4000 RPM मै छ। इफ आई रेभ इट एबोभ 5000 यो चाहिँ साउन्ड एकदमै ठुलो फ्याल्छ। क्रुज गर्नुमै मजा छ। फेरि कहिलेकाहीँ रेभ गरेर पनि चलाउनु चाहिँ पर्छ है। जति स्पिड भयो त्यति रिक्स त हो नि। रेभ गऱ्यो भने जस्तै साउन्ड फालिहाल्छ क्या, यस्तो फालिहाल्छ। ब्लाइन्ड कर्नर म चाहिँ मोटो ब्लगर होइन है। फेरि जस्ट टु चेक। ल यता नहेरिकनै काट्छ यार, दायाँ बायाँ हेर्नुपर्ने। आरामले नै जाउँ यार। आइ एम अन 4th गियर। 10,000 किलोमिटर गुडिसकेको छ यो बाइक है। र 6-7 महिना पछाडि आउँदाखेरि यही हर्न एउटा चाहिँ अलिकति प्रब्लम छ। यो पनि बज्छ, कहिले कहिले बज्दैन। सायद केही त्यहाँ एउटा पेज हुन्छ त्यो लुज भयो होला, त्यसलाई टाइट गऱ्यो भने हुन्छ होला। स्पिड लिमिट 30, at 34. Petrol nie wygląda co.
यहाँ चाहिँ अलिकति रेप गर्नु मिल्छ जङ्सन हो सफामा स्पिड कम गरेको थियो राम्रो यहाँ पनि एउटा बाटो जुन छ भत्तै आउँछ यहाँ त्यति पावरफुल बाइक चाहिँ होइन यो तर मलाई चाहिँ इनफ छ यतिको पावर 150 को पावर इनफ छ यार नेपालको बाटोमा यहाँनिर चेकिङ हुन्छ I gotta slow down चेकिङ भइरहेछ ठ्याक्क टर्निङमा बसिरहेको हुन्छ ट्राफिकहरू पनि अर्को पनि ड्युटी हो के गर्नै पर्यो ए यो कुकुरहरू हेर खैको टोक्नु आउँछ मलाई टोक्न आएको थियो यहाँ स्पिड कुदाउनुभन्दा आरामले जान्छु आरामले क्रुज गर्दै 1000 वाइट गुम्बा पनि गएर आउनु त ल एक राउन्ड होइन जाँदाखेरि फेरि हर्नै बजे छैन मलाई चाहिँ सिटीमा भन्दा यस्तोमा कुदाउन मन लाग्छ क्या आनन्दले रिल्याक्स गर्दै थर्ड गियरमा तान्दैन यार यहाँ सेकेन्ड गियरमा चाहिँ तान्छ है सेकेन्ड गियरमा छु धेरै रेप नगरिकन आरामले लगाऊ यो बाइकको गियर रेसियो चाहिँ लगभग हाम्रो पुरानो जमानाको एक्सेलको जस्तो छ क्या फर्स्ट र सेकेन्ड गियर चाहिँ रेप हुन्छ धेरै यो अलि बटार्न मिल्दैन तर उकालो चाहिँ मजाले तान्छ है नेपालको बाटोमा फेरि त्यस्तै छ नि उकालो ओह्रालो ए सेकेन्ड गियरमा आरामले बिस्तारै शनिबार मान्छेहरू घुम्न पनि आछन् केटाहरू
अहिले म थर्ड गियरमा आरामले गइरहेको छु क्रुज गर्दै उकालो बाटो बाइक कुदाउँदाखेरि चाहिँ गीत गाउनुपर्छ हो गीत गाउँदै गयो भने कहिलेकाहीँ रोड रेजहरूबाट पनि बचिन्छ क्या टेन्सन हुन्छ नि त कहिले कस्तो कस्तो मान्छेहरू कुदाइरहन्छ बाटोमा वरिपरिका कोही ट्राफिक रुल फलो नगर्ने कोही हुन्छ नि वरिपरिकै मान्छेहरू हुन्छ र गीत गाउँदै राइड गऱ्यो भने चाहिँ धेरै मात्रामा चाहिँ दिमागलाई एउटा कुल राख्न सकिन्छ क्या बगिरहेको रहेछ व्हाइट गुम्बा है तर अनफर्चुनेटली अहिले चाहिँ जान दिँदैन स्पेसल डेहरूमा मात्र खुल्छ यहाँ टाइमिङ 1:20 देखाइरहेछ करेक्ट हो कि होइन यार यो मोबाइल पनि यार पानी पसेर फेस आइडी सब बिग्रियो 125 भनेपछि 26 भनेपछि 5 मिनट लेट रहेछ खैर केही छैन ल यहीँसम्म हो अलिक परसम्म जाउँ त्यहाँ पर जाउँ मान्छेहरू नहुने ठाउँमै ठिक लाग्छ मलाई म मिडल इस्टमा हुँदाखेरि चाहिँ त्यहाँको मुस्लिमहरू भनौँ न मुस्लिम आफ्नो देशको बारेमा जहिले म एकदम बयान गर्थेँ कि यार हाम्रो देश यस्तो छ कस्तो छ घुम्नको लागि एकदम पर्फेक्ट छ भनेर र मेरो इम्प्लोयरहरू जुन त्यहाँको लोकलहरू छ उनीहरूलाई पनि नेपाल आउनुको लागि म बारम्बार चाहिँ भनिरहेको हुन्थेँ सायद आउँछ पनि होला फ्युचरमा सो है यस्तो छ ठाउँ एकछिन बस्नु पऱ्यो अनि जानु पऱ्यो ल बाइक अफ भयो ल